हेलो एभ्रिवान, नमस्ते। के गर्नुहुँदैछ तपाईँहरू? हेर्न सक्नुहुन्छ म चाहिँ किचनमा आइसकेको छु। आज फेरि पनिर र आलुको पराठा, अन्त के भन्छ लौकाको चाहिँ कोफ्ता अन्त बनाउन आँट्दैछु। म चाहिँ टमाटर देखाउँदैछु, लौकी देखाउँदैछु तपाईँहरूलाई। हेर्न सक्नुहुन्छ। त्यहाँबाट म चाहिँ फटाफट लौकी छिल्नु लागेँ। आज चाहिँ मैले राति काट्नु सकिनँ, किनभने कोफ्ता बनाएपछि चाहिँ राति छिल्नु सक्दैन होइन। पकौडा बनाएर राख्यो भने हुन्छ, बट फेरि राख्दैन क्या, मैले भन्छ फेरि। म चाहिँ यहाँ दमादम गोबी घिच्दैछु। हेर्न सक्नुहुन्छ। फटाफट गोबी घिच्दैछु। त्यहाँबाट गोबी घिसितोर मैले बन्द गरेँ। त्यहाँबाट त्यसपछि घिसितोरेर हेर्न सक्नुहुन्छ के भन्छ अरे पकौडा बनाउनुको लागि मैले मसला हाल्दैछु। यसमा लौकीमा गोबी अरे लौकामा चाहिँ मैले मसला हालेँ। धनियाँ पाउडर, हल्दी पाउडर, अन्त काली मिर्च, अन्त उयो के भन्छ हल्दी पाउडर, अन्त हल्का लाल मिर्च पाउडर हालिदिएँ होइन। अन्त त्यसलाई मिक्स मारिदिएँ। हेर्न सक्नुहुन्छ कस्तो हातले मिक्स मारे भनेर चाहिँ उयो नगर्नु होला होइन। बिहानै ढिलो हुन्छ, अफिस जानुको लागि पनि फटाफट गर्नुपर्छ नि त, त्यही भएर चाहिँ मैले हातले नै मिक्स गरिदिएको। हेर्न सक्नुहुन्छ तपाईँहरू। म चाहिँ बेसन लिनु गयो। बेसन लिएर आइसकेपछि मैले फेरि बेसन धेरै छ होला भनेको त 1.5 चम्मच मात्रै बेसन रहेछ होइन। 1 चम्मच चाहिँ हालेँ। अन्त पछाडि चाहिँ यस्तो हेरेँ, देख्न सक्नुहुन्छ तपाईँले 1.5 चम्मच चाहिँ बेसन हालेको छु मैले। तपाईँहरू पनि बनाएछ भने चाहिँ 1.5 चम्मच अब गोबी हेरेर होइन। यो लौकाको पानी चाहिँ तपाईँहरूले निचारेर फ्यालिदिनुपर्छ। पानीसितै गऱ्यो भने चाहिँ त्यो 1.5 चम्मच बेसनले हुन्थेन, बुझेँ होइन। अन्त के भन्छ अरे पानी निचोरेर चाहिँ मैले लौका हालेको, त्यही भनेर 1.5 चम्मच बेसनले भइहाल्यो। कोफ्ता देखाउनु मैले गोलो बनाएर पनि देखाउँदैछु। त्यसपछि म चाहिँ यसरी हल्लाएर पनि देखाउँदैछु, गोलो बनाएर यसरी चाहिँ बनाउनुपर्छ भनेर। त्यसपछि कराही तताउनु बसाएँ मैले होइन। कराही तताउनु बसाएपछि चाहिँ फेरि हेर्न सक्नुहुन्छ अब के अरे तेल हाल्दैछु म। तेल हालिसकेपछि चाहिँ म एकछिन तेल गरम हुनुलाई छोडिदिन्छु होइन। तेल गरम हुनुलाई छोडिदिन्छु। त्यसपछि फटाफट कोफ्ता हाल्दैछु। तेल गरम भएपछि चाहिँ फटाफट गरेर कोफ्ता बनाउँदै हाल्दै एकैतालमा मैले चाहिँ एकै टिपमा नै सबै जति छ त्यति बनाइदिएको के होइन। कतिवटा बन्ने थियो भन्नु त, 14वटा कोफ्ता बनिएको थिएँ होइन। 14वटा बनिएको थिएँ। 14वटामा अब उनीहरूलाई हालिदिएँ टिफिनमा होइन। अहिले हाम्रो लागि पनि राखेको छौँ मिस्टी म आन्टीको लागि लन्चको लागि। अन्त म चाहिँ बिहान नै हाम्रो चाहिँ लन्च र ब्रेकफास्ट एकैतालमा बनिन्छ कि। त्यो अरूको घरमा जस्तो पहिले लन्च डिनर के भन्छ अरे पहिले ब्रेकफास्ट बनियो, त्यसपछि बादमा लन्च बनियो, त्यो चाहिँ गर्दैन क्या। यहाँ चाहिँ के भन्छ ब्रेकफास्ट पनि प्याकिङ गरेर लिएरै जान्छ, अन्त लन्च पनि लिएरै जान्छ प्याकिङ गरेर। किन भन्दाखेरि अब उनीहरू ढिलो उठ्छ नि त, अन्त फेरि अब पानी छैन भन्छ खाने बिहान, त्यही भएर म चाहिँ फटाफट देखाउनु सक्नुहुँदैछ, पल्टाएर पनि देखाउँदैछु तपाईँहरूलाई होइन। कोफ्ता फटाफट मजाले तेलमा मजाले बग उम्लिँदैछ भन्नु होइन। उम्लिँदैछ, चलाएर पनि देखाउँदैछु मैले चाहिँ। हेर्न सक्नुहुन्छ तपाईँहरूले चाहिँ लन्चमा के बनायो भन्नु होला कमेन्टमा होइन। यहाँ चाहिँ त्यस्तो विधि उयो छैन क्या। बिहान खाना चाहिँ बिहान नै बनाइहाल्छ त, ढुक्कै हुन्छ। बेलुकाको चाहिँ नभन्नु गाइस, बेलुकाको चाहिँ ढिलो हुन्छ क्या। सलादहरू खान्छ नि त, दाल उब्लेको दाल, अन्त सलाद काट्यो भने पनि अहिले नै किन काटेको, भरे काट्नु, जतिखेर खान्छ त्यतिखेर होइन। अन्त जब खान्छ तब काट्यो भने फेरि के भन्छ त किन यतिखेर काटेको, काटेर राख्नु पर्दैन, त्यस्तो खाले क्या। त्यस्तो हुन्छ क्या कोही बेला, मतलब उसको मुड सही भएको बेलामा क्या गर यस्तो गर उस्तो गर भनेर मजाले भन्छ होइन। त्यसपछि अब उसको कुन दिन मुड हुँदैन नि, त्यहाँबाट किन नगरेको भन्दै भन्छ होइन। मलाई फेरि जवाफै दिनु मन लाग्दैन कि किन नगरेको। उसले भन्छ पहिले चाहिँ भन्छ कि गर यस्तो उस्तो भन्दै भन्छ होइन। त्यसपछि मैले त्यो गर्नु थालेपछि पछाडि कति दिन बाद अब उसलाई रिस उठ्छ नि त्यो चिजमा, त्यहाँबाट भन्छ किन गरेको तैँले, नगर, कति भन्नु तँलाई, त्यस्तो भन्दै भन्छ क्या। उनीहरूको मुडको हिसाबमा बस्नुपर्छ क्या हामी चाहिँ होइन।
त्यही भएर म चाहिँ जति पनि भन्छु क्या साथीहरूलाई हेर्नु के भन्छ अरे कमाएर दिँदैछ भने आफ्नो बुढाहरूले कमाएर दिँदैछ भने कमाएर खानु होइन। अब म त बिहा गरेको त होइन होइन, तर पनि मैले चाहिँ भनिदिएको क्या बाहिर आउँछु भनेर चाहिँ नसोच्नु होला। म त वाक्कै लाग्छ बिहान खाना बना, 12 बजी खाना बना, बेलुका खाना बना, खाना बनाउँदा बनाउँदा जिन्दगी बर्बाद हुने बेला भइसक्यो। बिहानको खाना बेलुकाको खाना होइन। हेर्नु सक्नुहुन्छ म चाहिँ निकाल्दैछु फटाफट कोफ्तालाई। कोफ्ता निकालेर चाहिँ अब म के गर्छु भन्दाखेरि प्याज काट्छु। प्याज त मैले काटेकै थिएन, फेरि जिरा फुरायो, त्यहाँबाट हेर्नु सक्नुहुन्छ प्याज हाल्यो। प्याज हालेर एकछिन भुट्नु पर्यो, भुटे प्याजलाई होइन। मैले फेरि के गरेछ भन्नु त, आज फेरि मैले अरू बेला ग्यास फुल राख्छ होइन, आज चाहिँ सिममा राखिदिएछ। त्यसपछि टमाटरको प्युरी हाल्दैछु, हेर्नु सक्नुहुन्छ टमाटर र अदरकको प्युरी हो यो चाहिँ। यहाँ चाहिँ लसुनहरू खाँदैनन् क्या, अन्त त्यही भएर टमाटर र अदरकको प्युरी मात्रै हाल्छु। अन्त त्यो पनि आन्टीले थाहा पायो भने त खाँदैन नि, अदरक हालेछ जिरा हालेछ भन्यो भने उसलाई थाहा हुँदैन के, त्यही भनेर चाहिँ खाइदिन्छ। अन्त हेर्नु सक्नुहुन्छ यो टमाटर हालेपछि त नुन हाल्नु जरुरी नै छ होइन। कोफ्तामा चाहिँ के भन्दा मैले यहाँ 2 पल्ट नमक हालेछ अब होइन। झोलमा अब कोफ्तामा चाहिँ चर्को होला कि नहोला बा होइन। फेरि मैले फटाफट ग्यास ठुलो गरेँ, हेर्नु सक्नुहुन्छ यस्तो हुन्छ कि बिहान बिहानै कोही बेला। अन्त फेरि हेर्नु सक्नुहुन्छ यहाँ चाहिँ फेरि मेरो रोटी बनाउँदै थियो होइन। रोटी भन्नु यस्तो हुन्छ, जहिले पनि यस्तो भइरहेको हुन्छ कि मसँग चाहिँ। मैले आँटा गिलो मुस्छ कि न त्यस्तो हो, यता मसाला पनि पाक्दैछ, यता रोटी पनि उयो गर्दैछु होइन। रोटी पनि सेक्दैछु फटाफटी, रोटी पनि सेक्दैछु। यता मसाला देख्न सक्नुहुँदैछ साइडमा मजाले तेल निस्किरहेछ मसालाको होइन। मेरो चाहिँ यो म कहाँ राखौँ हुँदैछ क्या। उसमा राख्यो भने चाहिँ रोटी थालमा राख्यो भने चाहिँ सिन्छ क्या, मतलब पानी पानी निस्किन्छ। हेर्नु सक्नुहुन्छ मजाले मसाला पनि भुट्दैछु, यता रोटी पनि बनाउँदैछु, मसाला पनि भुट्दैछु, यस्तो हुन्छ क्या मैले। त्यहाँबाट फेरि मैले हल्दी हालेँ 1 चम्मच, त्यसपछि धनियाँ पाउडर हालेँ 1 चम्मच होइन। त्यसपछि के हालेँ भन्दाखेरि अन्त 1.5 चम्मच धनियाँ पाउडर, 1 चम्मच हल्दी, आधा चम्मच लाल मिर्च पाउडर होइन। मैले रोटी फेरि माथि राखेँ क्या, थालमा राख्यो भने चाहिँ सिन्छ क्या, त्यही भएर चाहिँ। त्यसपछि फेरि मैले मजाले मिक्स गरेर चलायो, हेर्नु सक्नुहुन्छ कस्तो मजाले कस्तो दामी कलर देखिँदैछ है गाइस मसालाको। अब हेर्दा त यस्तो राम्रो देखिँदैछ नि, तर के भन्छ राम्रो भयो कि भएन। त्यसपछि मैले हालेँ धनियाँ, त्यसपछि कस्तुरी मेथी पनि हालेँ होइन। त्यसलाई मिक्स मजाले चलाइदियो, अन्त त्यसलाई चाहिँ भुलुक उमाल्नुपर्छ क्या अलिअलि। अन्त त्यसको पछि चाहिँ कोफ्ता हालिदिनुपर्छ। हामी यहाँ चाहिँ हाम्रो चाहिँ ग्रेभी खाँदैन नि त, पानीवाला चाहिन्छ क्या। भैयालाई चाहिँ पानीवाला नै ग्रेभी चाहिन्छ। हेर्नु सक्नुहुन्छ मैले देखाउँदैछु तपाईँलाई। त्यहाँबाट हेर्नु कस्तो मजाले उब्लिँदैछ भग। त्यसपछि कोफ्ता मजाले हालिदिएँ। यो चाहिँ जस्तो माछाको झोल बनाउँछ नि सेम त्यस्तै हुन्छ, तर अब माछाको झोलमा चाहिँ अब हामीले तोरीहरू के पिसेर हाल्छ नि होइन। यसमा चाहिँ हाल्नु पर्दैन क्या तोरीहरू। हेर्नु सक्नुहुन्छ कस्तो मजाको देख्दैछ सब्जी, देखेरै खाम मन लाग्यो होला होइन। खानु मन लागेर राल चुह्यो भने चाहिँ हामीलाई भुँडी दुख्छ है गाइस। तपाईँहरूले साथीहरू भन्नुभएको छैन होइन, जस्ट किडिङ होइन, त्यस्तै भनिदिएको मैले चाहिँ। हेर्नु सक्नुहुन्छ आज चाहिँ मैले कस्तो मजाको सब्जी बनाइसकेँ, आफूलाई देखेर नै कस्तो खाम मन लाग्यो आज त हेर्नु न कस्तो मजाले। त्यसपछि मैले चाहिँ पनिर र आलुको पराठा उयो देखाउँदैछु, पनिर र आलुको पराठा बनाउनु आँट्दैछु। मसाला रेडी गरेँ, त्यहाँबाट मैले तपाईँलाई देखाउँदैछु आलु। म चाहिँ स्लेडमै बेल्छु नि त, मलाई चौकामा बेल्नु मनै लाग्दैन, टाँसे गर्छ त्यसो। मैले रोटी बेल्नु नै जान्दैन गाइस, गोलो नै हुँदैन क्या, के भन्छ कस्तो टाइपको हुन्छ। त्यसपछि मैले यहाँ मसाला भर्दैछु, हेर्नु सक्नुहुन्छ। म चाहिँ चम्मचले भन्दा हातले नै सजिलो लाग्छ नि त, किनभने अब हामी सानोदेखि हातले नै गरेको हो नि त कामहरू, त्यही भनेर चाहिँ क्या। त्यसपछि मैले टुप्पो निकालिदिएँ आधी होइन। त्यसपछि फटाफट
चेप्टो 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 पारेर बेल्नु थालेँ हेर्छु। आज मात्रै हो राम्रो भएको, नत्र जहिले पनि एउटा चाहिँ मेरो बिग्रिन्छ क्या, मैले चुप्प लागेर फ्यालिदिन्छ। देख्यो भने त मार्छ मलाई, तैँले के भन्छ वेस्ट गरे खाना भनेर। त्यसपछि हेर्न सक्नुहुन्छ बेल्दैछु मैले आज फटाफट ताईमा हालेँ। फेरि म क्यामेरा मिलाउँदैछु यता, क्यामेराम्यान फोकस गरो तवा पे भन्दै हेर्न सक्नुहुन्छ। त्यहाँबाट सब्जी पनि साइडमा देखाइदिएछु। सब्जीको चाहिँ मैले आँच बन्द गरिदिएको छु किनकि अलिअलि चिसो चिसो हुनुपर्छ नि त। हेर्न सक्नुहुन्छ फेरि म यहाँ उयो चलाउँदैछु, पराठा पल्टाइसकेँ होइन। पल्टाइसकेपछि चाहिँ त्यहाँबाट म यसमा हाल्छु 1 चम्मच घी होइन। 1 चम्मच घी हाल्छु। त्यहाँबाट अल्ट्याङ पल्ट्याङ गरेर मजाले अल्ट्याङ पारेर सेकेर बनाउँछु नि त होइन। हेर्न सक्नुहुन्छ। त्यहाँबाट 1 चम्मच घी हाल्छु, बेसी हाल्दैन घिउ पनि। अब यहाँ बेसी घिउ त खाँदैन नि त, मतलब खान्छ बस तेलवाला खाँदैन क्या। 1 चम्मच घी हालेँ। अब यो घिउले फेरि एक साइड बनायो, त्यसपछि फेरि एक साइडमा 1 चम्मच घी हाल्नुपर्छ। सेक्दैछु पनि होइन, हेर्न सक्नुहुन्छ। सेक्दैछु पनि अन्त के भन्छ अरे उयो घिउ पनि हाल्दैछु पनि हेर्न सक्नुहुन्छ फटाफटी। अन्त के भन्छ अरे पराठा पल्टाङ गर्दैछु हेर्न सक्नुहुन्छ। कति लामो भिडियो भइसक्यो पराठाको त, मलाई त लाग्दै थियो कम्ती नै भयो होला भनेको त पुरा लामो भिडियो पो भएछ होइन। अब चाहिँ म के सोच्दैछु भन्दाखेरि युट्युबमा पनि भिडियो हाल्छु भनेर सोचेको क्या, मतलब मैले हाल्छ होइन, बट अब चाहिँ म सबैजनालाई भन्छु कि फुल भिडियो यहाँ चाहिँ अलिअलि हाफ पुल्टु गरेर काटकुट गरेर हाल्छु। युट्युबमा चाहिँ पुरा लामो जति सक्दो लामो भिडियो हुन्छ नि युट्युबमा हालिदिन्छु भनेर सोच्दैछु क्या। यसको हुन्छ मेरो पराठा मजाले सेकियो होइन। त म चाहिँ प्लेटमाथि बोटुको लगाएर लिएर आएँ, किनभने तपाईँहरूलाई भनि नै सकेछु मैले कि उयो हुन्छ भनेर, के अरे भिज्छ भनेर, भिज्छ नि। त्यसपछि हेर्न सक्नुहुन्छ ताई गरम भइरहेको थियो होइन। मैले त बिर्सेछ भिडियो गर्नु बिर्सेछ। त्यसपछि रोटी पनि डब्बाको माथि राखिरहेको छु। फटाफट सब्जी हाल्दैछु म चाहिँ होइन। मैले पराठा बनाइतुरेँ, त्यसपछि सब्जी प्याकिङ गर्दैछु हेर्न सक्नुहुन्छ। चारवटा कोफ्ता हालिदिएँ होइन। त्यहाँबाट रस हालिदिएँ, तरी भन्छ यहाँ चाहिँ, रस भन्दैन, हाम्रोतिर चाहिँ रस भन्छ। त्यसपछि फेरि रोटी प्याक गर्दैछु, पराठा प्याकिङ गर्दैछु, देखाउँदैछु तपाईँहरूलाई होइन पराठा भनेर। यो चाहिँ बिहान बनाउनु मन लाग्दैन भिडियो, तर मुस्किल के गर्नु, बनाउनु पऱ्यो भनेर बनाइदिन्छु क्या। अब एउटा सोसल मिडियामा आएपछि चाहिँ आफूलाई गर्नु नै मन लाग्छ क्या मलाई चाहिँ। बहानाबाजी गरेर के फाइदा होइन भनेर चाहिँ म चाहिँ बनाउँछु क्या भिडियो। के भन्छ अरे एक दिन न एक दिन, आज नभए पनि भोलि नभए पनि हुन्छ त होला नि त, बनाउँदै गऱ्यो भने होइन। भन्ने बित्तिकै त काम गर्ने बित्तिकै स्यालेरी पनि त दिँदैन होइन। त्यस्तै हो फेसबुकमा पनि गर्दै गर्नुपर्छ। के भन्छ अरे हुनु छ भने हुन्छ, हुनु छैन भने हुँदैन। बस आफूलाई मन लाग्छ त्यही भनेर चाहिँ बनाएको होइन। टाइम पास पनि हुन्छ होइन, आफ्नै लागि नै। अन्त भोलि पर्सि मैले के गरेँ भन्दाखेरि हेर्नु त सक्नुहुन्छ कि मैले यो चाहिँ गरेको थियो होइन, तर अब सक्सेस भयो आफू माथि हो होइन, हुनु नहुनु अब तपाईँहरू माथि हो। बट मैले गरेको, मैले हार मानेन भन्ने चाहिँ हुन्छ नि त एउटा, त्यही भएर चाहिँ मैले यो देख्न सक्नुहुन्छ खिरा टमाटर प्याजहरू, खिरा अन्त प्याज अन्त खोर्सानी हाल्दैछ। हेर्नु खोर्सानी मिल्दैन मिलेको। बाई बाई एभ्रिवान, लभ यु।